को मर्यो फेरि? हामी मरेका हौं कि मारिएका हौं यो कुरो स्वयं चित्रगुप्तलाई पनि थाहा छैन भने तपाईँ गुप्त चित्रले कसरी थाहा पाउनुभयो महाशय? त्यसो भएको हुनाले मृत्युदेखि डराएर भागेको भए, सामन्तवाद र साम्राज्यवादको पछि लागेको भए यो मदन भण्डारी रहने थिएन। कि त भोले भण्डारी भइसक्यो कि त झोले भण्डारी भइसक्यो। नाम त धेरै सुनेको थिएँ तर लास देखेको थिइनँ। कहिले मर्नुभयो? मर्ने बेलामा हामीले पात्रो पनि हेर्न भएनौँ र कात्रो पनि हेर्न भएनौँ। पञ्चायतका कागहरू कराउँदै थिए, निरङ्कुशताका पिनाहरू सुक्दै थिए, स्वतन्त्रताका हात्तीहरू लम्कँदै थिए, न्यायका घोडाहरू चम्किँदै थिए। त्यसै बेला अकस्मात काल झुक्क्याएर आयो र हामीलाई त्रिशुलीमा खायो। ओहो, अहिलेसम्म कुनै मुलाकात भएन हाम्रो। कुन मोहल्लामा बस्नुहुन्छ? मोहल्ला सोहल्लामा होइन महोदय, हामी स्वर्गलोकको सुकुम्बासी बस्तीमा बस्छौँ। किनभने हाम्रो मृत्युको अहिले सत्य तथ्य अहिलेसम्म पत्ता नलागेको कारणले हामीले स्वर्गमा पनि स्थायी ठेगाना प्राप्त गरेका छैनौँ। त्यही कारणले हुन सक्छ यमराजले पनि हाम्रो केसलाई अहिले हेर्न नमिल्ने गरी मुल्तवीमा राख्नु भएको छ। ओहो, यतिका वर्षसम्म त त्यो केस छल्टिसक्नु पर्ने हो। के कैफियत गरेछन् कि क्या हो तलकाले? कैफियत गरेका होइन महोदय, हाम्रो मृत्युलाई मसला बनाएर चुनाव जितिरहने षड्यन्त्र मात्रै हो भन्ने हाम्रो ठम्याइ छ। यदि त्यस्तो हुँदैन थियो भने थुप्रै पटक हाम्रा साथीहरू बालुवाटारमा बस्नुभयो, हाम्रै पत्नीहरू दोहोरै शीतलमा निवास गर्नुभयो, तर उहाँले न हाम्रो हत्यारा पत्ता लाउन सक्नुभयो न त हाम्रो मृत्यु भने घोषणा गर्न सक्नुभयो। त्यसै कारण उहाँ आफ्नो भुँडीको विकासमा यति व्यस्त हुनुभयो कि मेरो केसलाई कपालको केस जति पनि महत्त्व दिनु भएन। अब झन् यत्राको पनि दिँदैनन्। त्यही नारायण हिटीको केस त सल्टाउन सकेका छैनन्। तपाईँ दास ढुङ्गाको कुरा गर्नुहुन्छ। ए अँ, नारायण हिटी भन्दा सम्झे, साँच्चै राजा वीरेन्द्रसँग भेट भयो तपाईँको? अस्ति सत्यमोहन जोशीज्यूको स्वागत समारोहमा भेट भएको थियो। पूर्व राजासँग हाम्रो आँखा तरातर भयो, गफ गरागर भएन। उनी हेरिरहे बोलाउन सकेनन्, म हेर्दै रहेँ बोलाउन सकिनँ। अनमोल त्यो पललाई न उनले मिलाउन सके न मैले मिलाउन सकेँ। स्वर्गमा पनि के को राजा र रङ्क? किन नबोल्नु भएको त? डराउनु भयो कि झगडा परेको थियो? मदन भण्डारी मृत्युलाई जितिसकेको मान्छे कुनै राजा महाराजाबाट डराउने वाला होइन। तर मैले पहिला एक तगडा भाषण एकपल्ट गरिदिएको थिएँ उहाँलाई। तपाईँहरू भाषण त गर्नुहुन्छ नि, शासन त देखिहाल्यो। कस्तो भाषण गर्नुभएको थियो? मैले भनिदिएको थिएँ महाराज आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस्, राजाले राजनीति गर्ने भए श्रीपेश फुकालेर मैदानमा आइबक्सियोस्, राजासँग प्रतिस्पर्धा गर्न यो मदन भण्डारी तयार छ भनेर भनिदिएको थिएँ। तपाईँ कम्युनिस्टहरूको मुखै बहिरी। आखिरी एउटा राजालाई फालेर टोलै पछि राजा उमार्नुभयो होइन? के नाप्नुभयो? हुन त हाम्रो कान्छोले पनि तपाईँहरूकै धोती छमाएर हिँड्यो, अरूलाई के भनेर। कारोस् बिबी महोदय, हामीले राजालाई यो पनि भनिदिएका थियौँ कि जनताका अधिकार कुण्ठित गर्दैनन् भने, राजाले संविधानलाई पालना गर्छन् भने, जनताका अधिकार खोज्दैनन् भने, जनताले छुट्याइदिएको मानु खाएर बस्छन् भने राजा रहन पनि सक्छन्। हामीले यो पनि भनेका थियौँ। हामी मरिहाल्यौँ, राजा वीरेन्द्रलाई पनि मारिहालेछन्। त्यो बिचमा छुट्याइदिएको मानुले नपुगेर पाथी नै उठाउन खोज्दा सबै घोप्ट्याइदिएछन् घोप्ट्याहरूले। मलाई पनि ऊ बेलामा विदेशी घोप्टेहरूले तपाईँ राष्ट्रपति हुन तयार हुनुहोस्, हामी राजा फालिदिन्छौँ भनेका थिए, तर म मानिनँ। राष्ट्रपति पाउँदा पनि के आलु खान नखानु भएको त? 200 वर्षको इतिहास बोकेको राज संस्था एक दिनमा फाल्नेले म 60 वर्षको बबुरोलाई कति दिन पाल्न सक्छु? त्यही भएर त्यसको अनुहार सनुहार छोडिने गरी यी भनेर लोप पारिदिएको थिएँ।